ल इनफ भयो ल ल्याऊ त्यो फोटो हेरेर बस्छ त्यो भिडियो कहिले हेर्ने अहिले हामी हिँडेर त्यहाँ बसी बसी पक्रा मेमोरी फुल हुन्छ ले फुटायो भिडियो गरेर दाइले त होइन मान्छेहरूले क्या आनन्द छोड्द गाडीमा जाडो हुने भनेर बाइक हिँड्न राख्छ ओ हेलमेट हेर न यहीँ बैसै त्यसकै आइको दया हो पहिरो भेट्नु त नि पहिरोमा उहाँ खाना खान जानु भएन सुरुमा आएको कताबाट स्याल गराउँछ निर भयो भने फ्रीमै यही नामले हो कि निर भयो फिल्म छ होटल ग्रीन स्टार यहाँ यस्तो होटलमा निर भयो त्यही निखिल उप्रेती भएको एउटा गीत बजाएर नाचेर भिडियो बनाउनु पर्यो यस्तो घर पनि खिच्नु निकेको घर क्या माथि छानाजीको घोडा आयो दिदीले घोडा ल्याउनु हो दाइले घोडा हिउँ 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 आहा तल हिउँ पानी जमेको भाडा हेर मैले बाइक गयो अझै बाँकी छ कति हो स्याउ स्याउ पानी धाराको पानी पनि जमेको भुल्यो बेताले आहा स्याउ माथितिर पर्छ रे मलाई पनि उतापट्टि त्यो तलतिर त फलेकै छैन होइन घर पनि किन नलिपेको सबै मात्रै छ बुहारीहरू लाग्छ होला त्यति गाडी आयो गुरुजीको जाने गाडी जाता गयो खेतमै पो आएर फेदमा होइन टुप्पामा चाइ नै देख्छ कि अरे अब रुमाल पनि ठाउँ पनि जान्थ्यो एकछिन चाहिन नजिकै होला नि तपाईँलाई एक पाइला टेक्नु पायो नि कस्तो हुन्छ कुखुराबाट यहाँ आएर टाढा टाढै छ छैन भने होला यस्तो डाँडो छ अब त डाँडै सिधे जस्तो लाग्यो आकाश भोलि बाबालाई भेट्नु हो फोटो त कति राम्रो आउला पिछे पिछे हो मुक्तिनाथसम्म पिछे पिछे कति किलोमिटर छ त म यहाँ भिडियो गरिरहेको छु तँ पनि भिडियो गरे खतरा गरिरहेको छु ओहो सल्टा हो पानी चुहेर त्यस्तो भएछ पाइपबाट पाइपमा पानी जम्छ भन्छ नि खासै चिसो अनि त्यो चाचा चुचेलाई त्यो उसले डिएसएलआर खिच्यो भने कति राम्रो आउँछ त मुक्तिनाथ 4 किलोमिटर हो 4 किलोमिटर छ अनि एकदम मुक्तिनाथ त नजिक नजिक आइसकेका छौँ हाम्रो टोली यो एकदम यो हाम्रो अध्ययन अवलोकन भ्रमण जस्तो यो टोली एकदम सही भइरहेको छ राम्रो भइरहेको छ धेरै ठाउँ घुम्नु पाइरहेको छ र यो मुस्ताङ भन्ने ठाउँ तपाईँहरू कोही आउनु भएको छैन भनेदेखि अब चाहिँ एकखेप चाहिँ यो मुस्ताङ भन्ने ठाउँ आइदिनुको लागि जरुर आइदिनु होला अवश्य भ्रमण गरिदिनु होला एकचोटि मुक्तिनाथ आएर एकदम एकदम धेरै कुराबाट मुक्ति मिल्छ मुक्तिनाथ आइसकेपछि माइक चेक हुनाले तपाईहरु यो मुक्तिनाथ दर्शन गरिदिनु होला र हामी अब एउटा यो सुन्दर गाउँको नाम के होला
उता है पानी जम्ने के हिउँ जमिहाल्ने पानी जम्ने आयो सेल्फी स्टिक चाहिँ ल्याउनु पर्ने रहेछ के ओह यहीँ छ ऊ एकदमै अब त डाँडा काँडा सक्यो त त्यही त खाल्टीमा हेटे आज माछाको स्याउ हुनु पर्यो नि पानी जमाएर त्यस्तै मुक्तिनाथ 3 किलोमिटर हामी मुक्तिनाथ कतापट्टि चाहिँ होला लु एकजना होला उता के पाहाडमै होला यत्रो माथि आइसक्यो पाहाडमा नभए त कहाँ हुनु पाहाड होइन रे यो त हिमाल पारीको नाउँ हिमाल पारी पनि पहाड हुन्छ के उतो मुक्तिनाथ क्षेत्र फुले खायो कि के हो मन्दिर उतै माथि हो नि के हो यार अहिले फोटोमा कहाँ यता हामीभन्दा मास्टर चाहिँ हो कि जसलाई घुमेर आएर जस यही गहिरा भित्र हो क्या रे हाम्रो गुरु पनि पुरै भिडियो रेकर्ड गरिरहनु भएको छ एउटा हातले ड्राइभिङ गरिरहनु भएको छ मलाई लागेको छ गुरुले राम्रोसँग ड्राइभिङ सुटिङ भएको यो आइपुगेन त कहिले देखेन गुरु बिस्तारो स्वास्थ्य चौकी चाहियो यहाँ रहेछ साथीहरू यो क्लचको हेल्प पोस्ट पुनः खोप सुनिश्चित भएको गाविस यहाँलाई हार्दिक स्वागत गर्दछ त्यहाँ त झन् डल्लै जमेर त पानी हेर यहाँ पोस्टमा एउटा बिरामी आउँछ म चाहिँ डक्टर भेटु न फर्स्ट ल घर कहाँ होला त्यो त पानी जम्या हिउँ यसमा फोटो खिच्नुपर्छ हिउँको थुप्रोमा मुक्तिनाथ हामी अब 2 किलोमिटर हामी मुक्तिनाथ पुग्दैछौँ मुक्तिनाथ आउन अब 3 किलोमिटर छ मुक्तिनाथले बोलायो झारकोट आइपुग्यो घरको त्यता हिजो नसकिँदा डाँडा त मुक्तिनाथ युवा क्लबको भवनमा आइपुग्यो भवन चाहिँ एकदम पुरानो छ अब यहाँका नभन सायद युवा जन्मेपछि आउनुपर्छ झन्डै फर्क्यो होइन पोखराबाट तपाईँहरू त भन्नु यस्तो राम्रो ठाउँ छ भन्ने कुरो लागिरहेको छ तपाईँको हात छिरा गुरु हात छिरा मजा आउनुपर्छ ल ल ए हामी हिउँ परेकै ठाउँमा पुग्छौँ क्या रे आछु हुँदैन In 200 meters, turn right to stay on Muktinath Sadak. ल 200 मिटर अगाडि गइसकेपछि राइटतिर मोडिनु होला रे Take the मुक्तिनाथ next सडक right to stay on Muktinath Sadak. ल अर्को नेक्स्ट फेरि अर्को नेक्स्ट उ छ रे टर्निङ उयै हो कि हो त्यही हो यता कहाँनिर छ त्यही त अघि नै मैले उहाँलाई यही हामी माथि भने नि त Continue for 3 kilometers. सुतेर खिच्छु म त कहाँ आज त म सुतेर खिच्छु कहाँ अहिले पाउनु ओ यो भएर धेरै ढिलो चाहिँ नगरौँ है जति हिजो पनि 1 घन्टामा त सकिहाल्छ नि हो धेरै ठाउँ घुम्ने छैन वाइकीमा नखिच्नु भन्नुभएको मुक्तिनाथ 1 किलोमिटरमा अब मुक्तिनाथ हाम्रो आउँदैछ
ठिक्क यो पनि बेला आउनु पर्ने यो भुइँभरि हुन्थ्यो मन्दिर कति तल छ एक तला मन्दिर मन्दिर दुईटा मन्दिर छ राइट साइडमा उही मन्दिर हो मूर्तिनाथ उतै मात्र हो त्यहाँ जाउँ न हिँडेर है कति जान सक्दैन नि त यस्तो घाम साथीहरू झन्डै झन्डै त्यो भ्याकुबाट नफर्केका सुमन फर्किन लागिरहेको थियो यस्तो राम्रो ठाउँ आउनलाई हेर है सिन्धुलीमा बसेको मान्छे के थाहा जाडो फर्नै नसक्ने भएपछि के गर्नु साथीहरू त्यो ऊ चिप्सहरू छैन हो रहेछ यार गर्नु सक्दैन होला चिप्स निकाल्दा खान थाल मेरो देखाउँछ नि कति डिग्री छ भनेर होइन मुख चलाइ बस्नुपर्छ 4 डिग्री सेन्टिग्रेड रहेछ अनि बाफ्रे त्यही गइसकेको छ मात्र समाउनु सक्यो भने हो रहेछ तपाईँको कुन छ त्यो एप्स मेरोमा मरियो देखाएन कि 4 डिग्री सेन्टिग्रेडको अटोमेटिक देखाइरहन्छ सबै मोबाइलमै हो यी त्यो त कुन एप्स छ क्या एप्सले हो नि त त्यो वे टु मुक्तिनाथ यस्तो नै हो र आफै ओ घोडा 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 गधा गधा घोडा हो मुक्तिनाथ 2 किलोमिटर सब गधा कता जाने मुक्तिनाथ यही पार्किङ पो रहेछ